हेलो नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। आज चाहिँ हामी कम्पनीको दिदीबहिनीहरू मिलेर मछली मन्दिर घुम्न गएका थियौँ। अनि त्यहाँ हामीले यो सागलाई भेट्यौँ जसले हामीले खोल्से साग भनेर भन्छौँ। दिदीबहिनीहरू मिलेर टिप्यौँ पनि। त्यसपछि चाहिँ हामी लाग्यौँ मछली तालतिर मछली हेर्न। मछली यति धेरै थियो, माछा यति धेरै थियो कि साथीहरू देख्न सक्नुहुन्छ हजुरहरूले कति धेरै छ एकै ठाउँमा। त्यही पनि क्युट क्युट वाला एकदम क्युट लाग्यो मलाई चाहिँ माछाहरू। अब चाहिँ म ड्राई पिकनिकतिर लागेँ। ड्राई पिकनिकमा चाहिँ हामीले खानेकुराहरू अब जसले आफू खुसी बनाएर लिएर गएको थियो। हामीले चाहिँ चटपटे मल्दैछ त्यहाँ लिएर दिदीहरू इन्जोय गर्दै हुनुहुन्थ्यो। हामी नाच्ने गाउने अनि चाहिँ हामीले खानेकुराहरू सबै राखेर सबैले आफ्नो प्लेटमा राखेर लिएर मजाले खायौँ। यसो खाइसकेपछि त चिसो चिसो लाग्यो। अनि दाउरा बटुलेर दिदीबहिनीहरूले आगो बाल्ने निर्णय गर्यो। निर्णय गरिसकेपछि बाल्यौँ पनि। अब चिसो हावा चलेको कारणले गर्दा हल्का आगो सल्किन चाहिँ गाह्रो भइरहेको थियो। त्यही पनि जल्यो पछि चाहिँ मजाले। हाम्रो आगो बोल्यो। ल फाइनली त मेरो आगो पनि पाइयो। ताप्ने भयो मैले नाचगान पनि हुन्छ। पतला पतला देख्न सक्नुहुन्छ साथीहरू यस्तो मजाको आगो बल्यो। अब चाहिँ हामी तातिसकेपछि यसो फेरि नाची गानतिर लाग्यौँ।